लो गाइज तपाईँहरूलाई आज म यहाँ हात्ती किस्सामा है हाम्रो भेना दिदी भेनाको घरमा हेर्नुहोस् एकदमै दामी यहाँनिर प्लान्टेसन गरेको छ है अङ्गुरको ग्रेप्स। यहाँ हेर्नुहोस् गाइज आम्मामामामामा म अलिक जुम गरेर देखाउँछु है। यहाँ हेर्नुहोस् है लट्ठा लट्ठा फलेको छ अङ्गुर। यहाँ हेर्नुहोस् त्यहाँ हेर्नुहोस् हेर्नुहोस् है अङ्गुर यो पुरै अङ्गुर हो। यो दामी तरिकाले यहाँनिर भेनाले मजाले गार्डनमा रोपेको छ। यो सबै प्लान्ट हो है। यहाँ सब्जीहरू भेन्डी मकै अरू के छ थुप्रै छ यहाँनिर धेरै किसिमको। अनि उतापट्टि पनि छ है। अनि यतै यो के हो भेना? यो मकै है पुरै। लो हेर्नुहोस् पुरै मकै यहाँनिर छरेको रहेछ। अब यो लगभग 2-3 महिनामा त निकै उब्जिन्छ होला है। ठुलो भइसक्छ यो। यहाँ हेर्नुहोस् है यी केरा पनि छ यहाँनिर फल्दैछ केरा। लो गाइस मेहनत का फल मीठा होता है।